पछि छतमाथि गएर हेरेको त वाउ भ्यू थियो कि एकदमै मजाको भ्यू थियो। हेलो गुड मर्निङ, के छ तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ है? म पनि सन्चै छु। तपाईँहरू सबैजनाको स्वागत छ डे 8 मिनी ब्लगमा। म चाहिँ बिहान उठेर मस्त तातो पानी खाइरहेको थिएँ। अनि तातो पानी खाइसकेपछि खाना पकाएँ। खाना पकाइसकेपछि म नुहाएँ मस्त। एन्ड नुहाइसकेपछि कपडा धुएको थिएँ, त्यो कपडा सुकाउन माथि गएँ। एन्ड कपडा सुकाएर आएर खाना खाएँ। खाना खाइरहेको थिएँ मजाले। अनि बिचबिचमा भुनुसँग कुरा पनि गरिरहेको थिएँ, किनभने यो बिचबिचमा बोलिरहेको थियो त उसँग त बोल्नु परिहाल्यो होइन। एन्ड खाना पनि खाएर थियो, एकदमै मजाको खाना पाएको थियो, एकदमै मिठो खाना पाएको थियौँ। अनि म खाना एकदमै फास्ट खाइरहेको थिएँ। तब पनि अलिक बिस्तारै भइरहेको थियो युगीसँग कुरा गर्दा गर्दै। अनि मलाई खाना खाएर बाहिर जानु थियो कि अलिक बाहिरको काम थियो त्यो गर्न। एन्ड त्यसपछि खाना खाएर म निस्किहालेँ कि मलाई बाहिर जानु थियो, म निस्किहालेँ। एन्ड निस्किएर कसले भन्नुहुन्छ कि काठमाडौँको बाटो एकदमै राम्रो छ, बिचबिचमा हेर्नु नि गाउँ जस्तै छ क्या। अनि म पुगिहालेँ तिलगङ्गा हस्पिटल, मलाई तिलगङ्गा हस्पिटल नै आउनु थियो। एन्ड त्यहाँदेखि म चस्मा लिएँ, चस्मा लिएर फेरि घर आएँ। घर पुग्ने बित्तिकै पानी पर्न थाल्यो कि वाउ सो लकी न। अनि त्यसपछि यो कानको टप ल्याएको थियो, त्यो पनि एकदमै मजाको थियो। अनि अनलाइनदेखि फुल पनि मगाउनु भएको थियो, त्यो पनि आइसकेको थियो। म त्यो दिन फर्स्ट टाइम डार्क आइसक्रिम खाएँ, वाउ यति मिठो छ, मलाई डेली दिनुहुन्छ डेली म खाइदिन्छु कि डार्क आइसक्रिम, यति मिठो मलाई लाग्छ। अनि त्यसपछि फेरि बेलुकातिर बजार गएँ, बजारमा सामानहरू लिएँ। एन्ड मम्मीको लागि बरसाती लिएँ। अनि त्यसपछि घर आइहालेँ। ओके बाई, आजको लागि यति मात्रै, बाई।